मान्छे भएपछि चाहिँ काम पनि गर्नु पर्दो रहेछ है, र बेला बेलामा घुम्नु पनि पर्दो रहेछ, र बेला बेलामा साथीभाइसँग यसो भेटघाट पनि गर्नु पर्दो रहेछ है। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग है। धेरै दिन पश्चात मिनी ब्लग लिएर आउँदैछु, किनभने त्यस्तै कामै त्यस्तो पर्छ, फुर्सद पाउँदैन है। र आज भने चाहिँ हामी सबैजना मिलेर चाहिँ कहाँ जाँदैछौँ भन्दामा आज चाहिँ हाम्रो दार्जिलिङमा चाहिँ प्रोग्राम रहेको छ है, र वुमेन्स डेको उपलक्ष्यमा चाहिँ प्रोग्राम रहेको छ है। र हामी सबैजना चाहिँ एकदम कुर्ता सुर्ता लगाएर है, एकदम चटक्क भएर चाहिँ दार्जिलिङतर्फ लागिरहेका छौँ है। र यहाँनिर चाहिँ हामीले चाहिँ खोजिरहेको थियौँ, हाम्रो चाहिँ प्रोग्राम चाहिँ यो हलमा थियो नि त, दिव्यवाणी हल भन्ने प्रोग्राममा चाहिँ रहेको थियो। र हामीलाई चाहिँ एक्चुअल एड्रेस थाहा थिएन है, हामीले लोकेसन मात्रै पठाएको थियो नि त यहाँनिर भनेर हो। अन्त हामी चाहिँ यहाँनिर फाइनली खोजेर आइपुगेको छौँ है। हामी साथीभाइ सबैजना आजको दिनमा चाहिँ भेला भइसकेको छौँ है। र मजा गर्नुपर्छ ल, इन्जोय गर्नुपर्छ भन्दै है कुराहरू गरिरहेको थियौँ है। र अब चाहिँ हामी चाहिँ भित्रतर्फ लागेको है। धेरै दिन बाद चाहिँ हामी चाहिँ साथीभाइहरूसँग भेट भएको है। र अरू बेला त त्यही हो, कामै मात्रै होइन, यस्तै प्रोग्राम पर्दा केही पर्दा मात्रै यसरी भेट्न पाइन्छ। र आजको प्रोग्रामको लागि चाहिँ यसरी हलहरू यति रेडी गरिसकेको रहेछ है। र यहाँनिर चाहिँ धेरै कुराहरूको तयारी पनि गर्दै रहेछ, अब त्यो चाहिँ के थियो थाहा थिएन हामीलाई है। र यहाँनिर गएर चाहिँ टक्क सबैजना कस्तो कस्तो लुगाहरू लगाएर आएछ। हामीले धेरै दिन त पुरा चिया खानु मन लागेको थियो, त्यही भएर चिया पनि खान थालेँ। So Langrit and Mason, she's been also she interned with us this winter. अब चाहिँ केक काट्नु र सबै कार्यक्रम सकेर है, केकहरू काटे पश्चात चाहिँ यहाँ चाहिँ हाम्रो म्यामले चाहिँ हामी सबैजनालाई चाहिँ यसरी गिफ्ट उपहार स्वरूप चाहिँ यसरी गिफ्टहरू अलिअलि दिइरहेको थियो। र म पनि यसरी गिफ्ट थाप्नु पाएँ आजको दिन चाहिँ, मलाई पनि है, मैले पनि गिफ्टको भागीदारी चाहिँ म पनि बन्न पाएँ है। मैले पनि उपहार पाएँ र एकदमै खुसी थिएँ। र प्रोग्राम त हुँदै गर्छ है। र प्रोग्राम पश्चात चाहिँ हामी चाहिँ एकदम भोक लागेको भएर चाहिँ फटाफट गरेर खाना खान थाल्यौँ है। र अब चाहिँ हामी मजाले बसेर खाना खाने है साथीहरू। र सबैजनालाई ह्याप्पी वुमेन्स डे, बाई बाई।